तपाईँहरू सपना 35 वर्षदेखि हरानी भएको छ त्यो पनि साथ गर्ने अब नेपालले यो गरिबी सहन सक्दैन, अब नेपालले यो विरोध सहन सक्दैन र पर्दैन। मेरो स्वर्गीय आमाको तस्बिरमा हेरेर मैले भने आमा बालेनले देश बनाउँछ। युवाहरूमा आशा जगाउँदै राजनीतिको अर्थ बदल्ने नारा लगाउँदै अहिले रगत लखपतिको सरकार लाज पचाएर अझै घिन पचाएर बसिरहेछ। भण्डीले जित्दा जित्दा साली भण्डीले जित्दा भाषण दू कि नहीं दू, काम करे वाला आदमी से यहाँ काम को हम काम कर दिखाई। यो देशलाई छाती भित्र खोज्दै देश प्रेमी घन्टी मित्र बग्दैन अब रगतको थोपो जसरी पनि देश बनाउने थोको बेथितिको जरो उखाल्छौ भ्रष्टाचार त फाल्छौ होनहार सबलाई चुताउँदै फैलाउँदै छौ आशा घन्टी बज्छ